राजीव खत्री जो सांसद हुनुभयो त्यसकारणले उहाँले लेखेको स्ट्याटसलाई मैले रेफरेन्सका रूपमा ल्याएको छु। उहाँ सांसदमा नभएको भए त मैले यो लिने थिएन, तर उहाँले पक्का पनि आधिकारिक कुरा लेख्नु भएको छ भनेर यो रेफरेन्स ल्याएको छु। 24 गतेकोलाई कारबाही किन भएन भन्ने कुरा तपाईँहरूले गरिरहनु भएको छ नि सबैजनाले। यसमा उहाँले लेख्नु भएको छ भदौ 24 को घटनामा अहिलेसम्म 935 जना पक्राउ परेका छन्। तीमध्ये 520वटा मुद्दा दर्ता भएका छन्। पक्राउ परेका मध्ये 177 जना पूर्वपक्षका लागि कारागार चलान भएका छन्। हाल जेलमा छन् उनीहरू। सबैभन्दा बढी काठमाडौँ उपत्यकामा 226वटा मुद्दा दर्ता भएका छन्। 410 जना पक्राउ परेका छन्। 94 जना कारागार चलान भएका छन् है। र पक्राउ परेकाहरू विरुद्धका मुख्य आरोप भनेको देशका महत्त्वपूर्ण संरचनामा आगजनी, त्यसपछि व्यक्तिका घर तथा व्यावसायिक भवनमा आगजनी, लुटपाट, प्रहरीमाथि आक्रमण, हतियार लुटपाट लगायत। 23 मा त जम्मा 2 जना मात्रै पक्राउ परे 23 गतेको हकमा। 24 गते त यति धेरै पक्राउ परिसकेका छ। अनि यो कुरा देख्न पर्दै रहेछ एमाले भन्ने कुरा आयो उहाँको। अब उहाँलाई त धेरै मैले कोड गरेर जवाफ दिन मन त थिएन मलाई हैन। तैपनि अब मैले के कुरा भनौँ भने 2-3टा कुरा मैले भन्न चाहन्छु। जस्तो कार्की आयोगले हिमेश पन्त, टङ्क दाहाल, शिव परियार, भाग्य नेउपाने लगायतले चाहिँ नि आन्दोलन भड्काएको भनेर रिपोर्ट पेश गर्यो हैन। यिनै साथीले बालेन तिमीले नेतृत्व नगर्ने रविलाई जेलबाट भगाउनुपर्छ भनेर यिनकै अर्की सहायता ज्वाला सङ्ग्रहालय भन्ने बहिनीले उनी हामी पुगिसक्यौँ भनेर पुगिसक्यौँ कमेन्ट आयो। तपाईहरु आउनुस् हैन। मनिषजी, तोसिमाजी लगायतका धेरै साथीहरू त इन्भल्भ छन्। यो विषय चाहिँ आयो किन मौन रह्यो हैन। अर्को कुरा, आयोगले प्रतिवेदन बुझाउनुभन्दा अगाडि राष्ट्रसभाका वर्तमानका 28 जना सांसदहरूले दोषी करार गरिएको थियो र बालेन र रविलाई नैतिक रूपमा सिंहदरबार जलाउनेदेखि रविजी जेलबाट भाग्ने क्रममा 12 जना कैदीहरू जुन मृत्यु भयो त्यो सम्मको दोष चाहिँ उहाँले लगाएको थियो। अन्तिममा त्यो 2 जनाको नाम किन हट्यो हैन। आयोगको कुनै सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सदस्य बनाउँछु भन्ने आश्वासन दिएर धेरै सुरक्षा निकायका साथीहरूलाई फसाउने ढङ्गले गयो। त्यसैगरी मानव अधिकार आयोगले बनाएका प्रतिवेदनसँग जस्तो अशोक सिग्देलजी चिफ साहबजीलाई उहाँले बचाउनु भएको छ, तर मानव अधिकार आयोगले चिफ साहबजीलाई पनि त्यसमा समेटेको छ। र उहाँले 23 गते किन हतियार चलाइस् भनेर दोष लगाउनु भएको छ, 24 गते किन हतियार चलाएनस् भनेर दोष लगाउनु भएको छ। सिंहदरबार जलाउने क्रममा सेनाका कमान्ड सम्हालेका 4 जना साथीहरूले जुन सिफारिस गर्नुभएको छ, सशस्त्र प्रहरीको चिफदेखि लिएर जनपद प्रहरीको चाहिँ नि धेरै साथीहरूले गर्नुभएको छ। वर्तमान आयुष साहबले किन गर्नु भएन? वर्तमान आयुष साहब त्यतिखेरको राजधानीको कमान्ड मेट्रो 2 भन्छ क्या अरे, मेट्रो 2 को कमान्ड उहाँले सम्हाल्नु भएको थियो। उहाँलाई किन राखिएन? खापुङजीलाई त्यति महत्त्वका साथ राख्यो, उहाँलाई किन राखिएन? यी धेरै प्रश्नहरू यो आयोगसँग छन्। नाम त उहाँको पनि आएको छ। दोषी करार हुने ढङ्गले आएको मलाई लाग्दैन। नाम चाहिँ आएको छ उहाँको। नाम आएको होला कुनै पर्सनल पोर्टफोलियोमा कैफियतमा राखिएको होला, तर कारबाही गर्ने दोषी दिनुभयो उहाँहरूलाई किन भएन भन्ने कुरा। अब मेरो कुरा आयो र अर्को कुरा उहाँकै रेफरेन्समा कारबाही नभएको भने त 24 गते कारबाही नभएको छ, जेलमै परेका छन् नि त। टिओबी ग्रुपमा सुदन गुरुङजीको त्यो ग्रुपको बारेमा के हो हैन। यद्यपि अलिअलि उनीहरूको पनि नाम आएको छ भन्ने सुनिन्छ। बरबरा फाउन्डेसनसित सम्बन्धित साथीहरूको इन्भेस्टमेन्टदेखि लिएर डिस्कट, सुदनको ग्रुप एडमिन भएको डिस्कटमा बम बनाउन सिकाइएको छ। एनसेल टावर कसरी ध्वस्त पार्ने सिकाएको छ। सिसी क्यामेरा कसरी ह्यान्डिमेन सिकाएको छ। सबभन्दा पहिला छिरेर त्यसका महत्त्वपूर्ण डकुमेन्टहरू, कम्प्युटरहरू, ल्यापटपहरू जलाउने कुरा सिकाइएको छ। त्यो आगजनीमा महत्त्वपूर्ण केमिकलहरू प्रयोग गर्ने कुरा सिकाइएको छ। त्यो सिकाउने कुराको नेतृत्व सबै सुदनजीहरूको ग्रुपले गर्नुभएको छ होइन। 177 जना त प्रपक्षका लागि कारागारले चलान भएका छन् भनेर त्यो महत्त्वपूर्ण घटनामा सहभागी भएका 177 जना सहभागी भएकाहरू त पक्राउ परेर कारागारले चलान भएको रहेछ। दौरानमा 50,000 मान्छे सडकमा आए हैन। मेरो घर जलाउने सन्दर्भमा 40 जना मान्छेले त मैले किटानी निवेदन दिएको छु। मेरो घर जलाउन लगभग मलाई लाग्छ 500 भन्दा बढी मान्छे आएका थिए हैन। र अहिलेसम्म कारबाही भएको छैन, कुनै मुद्दा चलेको छैन। र यदि मुद्दा चलेको भए त 40 जना त मेरै घर चलाउने मान्छेले मुद्दा चल्थ्यो नि त। त्यही भएर यसले जेनरलाइज गरेर कतिपय व्यक्तिहरूले समातेको र त्यसमाथि पनि कुलमानजी र ओम प्रकाश अर्यालजीको त होडबाजी हुन्थ्यो कि उनीहरूलाई मुद्दा नचलाउनु भनेर। सरकारी कार्यालयहरू 600 भन्दा बढी जले र ती सम्पूर्ण कार्यालयको प्रमाण नष्ट गरिएको छ। सुदनजीहरू, बालनजीहरू, ओम प्रकाशजीहरू, कुलमानजीहरूको मिलोमतमा र रातारात रङ लगाइएको छ, रातारात टालटुल गरिएको छ। झन्नै मलाई लाग्छ 14-1500 गाडीहरू जलेका छन्।
ती जलेका सबै गाडीहरू अहिले जुन नयाँ संसद भवन बनेको छ त्यसको पछाडितिर लगेर एकदम पाल र टेन्टले थन्काइएको छ। तपाईँले गएर कुनै दिन हेर्नु होला।